नमस्कार। कार्यक्रम सार्वजनिक सुनवाईमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम सँगै सोम प्रकाश गौतम। कार्यक्रम सार्वजनिक सुनवाई तिलोत्तमा नगरपालिकाको आयोजनामा तथा लुम्बिनी मिडिया हबको सहकार्यमा तिलोत्तमा नगरपालिका वडा नम्बर 11 को शिवपुर माध्यमिक विद्यालयको यो सभा हलमा हामी सम्पन्न गर्न गइरहेका छौं। यो कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर 11 का विभिन्न टोल विकास संस्था अन्तर्गतका आम टोलवासीहरू, त्यस्तै गरी टोल विकास संस्थाका अध्यक्ष, विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि प्रश्नकर्ताको रूपमा जिज्ञासा राख्ने र सुझाव दिनेको रूपमा चाहिँ हुनुहुन्छ भने जवाफदेहीको रूपमा जनप्रतिनिधि, राजनैतिक दल कर्मचारी र विभिन्न संघ संस्थाको हिसाबले उपस्थित हुनु भएको छ। अब भने म कार्यक्रमलाई औपचारिक हिसाबले सिधै प्रश्न उत्तरको यो चरणमा प्रवेश गराउँछु। सबैभन्दा पहिला म विष्णु सरसँगबाट विषयलाई सुरुवात गर्छु। 4 वर्ष भयो, अन्तिम वर्षको बजेट तपाईहरुले ल्याउँदै हुनुहुन्छ। मैले सम्झनु पर्ने भयो, चुनावमा तपाईहरुले वडा नम्बर 11 का लागि यो 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 गर्छौं भनेर भनेका ती प्रतिबद्धताहरू आज याद छन् कि छैनन्? ती कुराहरू यी सबै 4 वर्षको योजना ल्याउँदै गर्दा परे कि परेनन्? यहाँबाट विषयलाई सुरुवात गरौँ। घोषणा पत्र, प्रतिबद्धता पत्र अहिले पनि हामीसँग सँगै छ र मैले आजभन्दा 2 हप्ता अगाडि त्यसलाई सरस्वती अध्ययन पनि मैले गरेको थिएँ। त्यसबाट हेर्दा हामीले गरेका प्रतिबद्धताहरू अधिकांश हामीले चाहिँ पुरा गरेका छौँ। कतिपय प्राविधिक हिसाबले पुरा हुने अवस्थामा छैन र कतिपय हामीले चाहिँ लेख्दै नलेखेका, गर्दै नगरेका प्रतिबद्धताहरू पनि पुरा भएका छन्। हजुर, जसले गर्दाखेरि मलाई लाग्छ 80% भन्दा बढी हाम्रा प्रतिबद्धताहरू पुरा भएका छन्। ती कुराहरूलाई फेरि हामी यस वर्ष, अबको आर्थिक वर्षको हामी पौष मसान्ततिर हाम्रा ती प्रतिबद्धताहरू सहित हामीले चाहिँ कार्यक्रममा राखेर बृहत भेलाबाट हामी समीक्षा पनि गर्नेछौँ। भनेको तपाईहरुले हिजो जाहेर गरेका प्रतिबद्धताहरूमा तपाईहरु चुक्नु भएको छैन? पक्कै पनि हामी जुन किसिमले राखेका थियौँ, हामी एक्लैले समाधान गर्ने समस्याहरू अधिकांश भएका छन्। प्रदेश सरकार र केन्द्र सरकारले गर्नुपर्ने, सहयोग गर्नुपर्ने कुराहरूबाट कति बजेट आए, केही ठाउँमा ठुलो पुलको कुराहरू छ, हामीलाई केन्द्र सरकारबाट बजेट प्राप्त भएन। हामीले भूसैनिक खेल मैदानलाई एउटा रङ्गशालाको रूपमा अगाडि बढाउने भनेका छौँ, मिनी रङ्गशालाको रूपमा। त्यसको पनि एउटा सुरुवात हुँदैछ र अहिलेको सरकारले पनि 10वटा रङ्गशाला देशभरि बनाउने भन्दै गर्दा भौतिक तथा पूर्वाधार योजना मन्त्री यसै ठाउँको भएको हुँदा हामीलाई प्रतिबद्धता नै प्राप्त भएको हुँदा सम्भवतः त्यहाँ एउटा रङ्गशालाको सुरुवात अझ औपचारिकमा होला भन्ने पनि छ र नभए पनि हामीले हाम्रो तर्फबाट गर्दैछौँ। तर वन क्षेत्र, जङ्गल क्षेत्र परेको हुँदा त्यसलाई मन्त्री परिषदबाट त्यसलाई भोगाधिकार पनि दिनुपर्नेछ। त्यो काम अगाडि बढायो भने मुख्य एउटा हामीले टटेरा जोड्ने ठुलो पुल र त्यो चाहिँ हाम्रो ठुलो के अरे त्यो रङ्गशालाको कामहरू बाँकी हुन् अथवा त्यो नै सुरुवात हुनेछ। त्यसबाहेकका हामी चाहिँ धेरै कामहरू गरेका छौँ र पक्कै पनि हामी जोस् हाम्रा प्रतिबद्धताहरूमा सन्तोष हुने ठाउँ हुनेछ। ती प्रतिबद्धताहरूलाई आगामी कार्यक्रममा, हाम्रो 6 महिनापछिको बृहत कार्यक्रममा हामी चाहिँ प्रस्तुत गर्दैछौँ। हजुर, विष्णु सर, मलाई धेरै कुराहरू त याद छ, तर तीमध्ये एउटा दुईवटा कुराहरूलाई चाहिँ जोड्छु त्यो प्रतिबद्धतालाई लिएर। हुन त तपाईँको वार्षिक हिसाबको समीक्षा पनि हो, तर सँगसँगै त्यहाँबाट प्रश्न आउनुभन्दा अगाडि नै यसको जवाब दिनुभयो भने केही क्वेसनहरू चाहिँ कम हुन्छन्। बर्खामा हिलोबाट मुक्त हुनेछौँ, हिउँदमा धुलोबाट मुक्त हुनेछौँ, मुख्य सडकमा पिचको काम सम्पन्न गर्नेछौँ लगायतका केही कुराहरू चाहिँ प्रतिबद्धतामा चाहिँ मैले हेरेको थिएँ। योभन्दा अगाडिको प्रतिबद्धतामा त्यहाँनिर तपाईँहरू पुग्नु नसक्नु भएको अथवा चाहिँ बजेटले साथ नदिएको, हरेक वर्ष 3 करोड 4 करोड 5 करोडका बजेट चाहिँ आइरहने, तर अहिले पनि जाँदै गर्दा ती समस्याहरू चाहिँ कता कता जीवका त्यो छन् कि भन्ने जस्तो पनि देखिन्छ। किन यस्तो भयो? यो पनि विकासको कामहरू चाहिँ सबै पूर्ण भएर रहँदैन, यो निरन्तर चल्ने हो। एकातिर नयाँ बाटो बन्छ, अर्कोतिर चाहिँ पहिल्यै पिच गरेको बाटो भत्काउँदै जान्छ, त्यसलाई टाल्ने कार्यक्रमहरू हुन्छन्। कतिपय पिच बाटोमा हामीले चाहिँ अहिले खोलाको चाहिँ निस्कट गिटी बालुवा नै हालेर खाल्टा पुर्ने अवस्था छ भनिसकेपछि केही कच्ची बाटा हामी कहाँ अत्यन्तै कम छन्। एकचोटि पिच नभएका कच्ची बाटाहरू अत्यन्तै कम छन्। तर नयाँ प्लटिङ भएका नयाँ बाटाहरू, हरेक वर्ष खोल्ने बाटाहरू, त्यहाँ घरहरू बन्दैछन्, ती ठाउँमा हामीले हरेक वर्ष ग्राभेल गरेका छौँ, अहिले पनि ग्राभेल गर्दैछौँ। तर धुलो उड्ने क्रममा त अब हाम्रो चाहिँ बर्खामा ट्र्याक्टरहरू हिँड्छन्, ट्र्याक्टरबाट पुरै ट्र्याक्टरको हिलो धुलो सडकमा पारिन्छ, त्यो चाहिँ त्यसैले धुलो उडाएर हिँड्छ बर्खाभरि। पानी आउँदाखेरि ग्राभेल रोडहरू हिलो हुन्छ। अहिले हाम्रो चाहिँ सुखुरा खोलाबाट निस्कट निकालियो, अहिले कटानी क्षेत्रमा पिचै बाटोबाट त्यहाँ थुपार्दै गर्दाखेरि त्यहाँ धुलो र हिलो भएको छ। त्यहाँको स्थानीयहरूले वडामा चाहिँ निवेदन समेत दिइसक्नु भएको छ र मैले नगरपालिका र सम्बन्धित ठेकदारलाई त्यो सफा गरिदिनुहोस्, बढारेर हुन्छ, पानीले धोएर हुन्छ भन्दा उहाँले टेर्नु भएको छैन।
हिजो शुक्रबार फेरि जनसमुदायहरू आउनु भएको थियो र मैले चाहिँ पहल गर्न नसकिसकेपछि तुरुन्तै नगरपालिका गएर यो समाधानमा लाग्नुहोस् भनिसकेपछि धुलोका कुराहरू होइन, तपाईँको चाहिँ के अरे हिलोका कुराहरू आज राजधानी जस्तो ठाउँहरू र मेट्रोपोलिटन सिटीहरूमा त त्यो सम्भव हुन सकेको छैन। हामी ग्रामीण क्षेत्रमा छौँ र पनि हाम्रो पुरानो बाटोहरूमा चाहिँ पिच हुन बाँकी भनेको मृगौलीदेखि रामनगर 3 गुने र भुबु सैनिकको पुलदेखि खानेपानीदेखि भुल्के माविसम्म अधिकांश त्यसबाहेकका पुराना बाटाहरू हाम्रा पिच भएका छन्। हाम्रो जमानी टोलको भड्डो कम्पनीको जुन बाटो धेरै पुरानो बाटो सेमरा बजार जाने हाम्रो प्रहरी चौकी जाने बाटो त्यो पनि धेरै वर्षबाट अल्पत्र थियो। अहिले हामीले कसरी गऱ्यौँ, कहाँबाट बजेट ल्यायौँ, बजेटका लागि कति करायौँ रोयौँ भन्ने कुरो कहाँ अवस्था छुट्टै छ, त्यो सम्पन्न गरेका छौँ। र हिजो मात्रै त्यहाँ चाहिँ त्यो टोलमा एउटा बाढी आएको थियो अचानक र बुटोलका फोहोर मैला प्लास्टिक आदि इत्यादि ल्याएर त्यहाँ कुलो चाहिँ अत्यन्तै साउरो छ एक ठाउँमा, त्यो हाम्रो टुकटुकियातिर जाने कुलो हो। त्यहाँ आएर ब्लक हुन्छ, ब्लक भइसकेपछि अनि त्यो सडकमा चल्छ पानी र फोहोर हुन्छ होइन। त्यसमा साथीहरूले जिम्मेवार साथीहरूले चाहिँ त्यहाँ चाहिँ यो आज यो कार्यक्रम यहाँ हुँदैछ यही नै भन्नुपर्ने सबै गर्नुपर्ने ठाउँमा सञ्जालमा व्यक्तिको नाम तोकेर पनि त्यो कुराहरू राख्नु भएको छ र अनि मैले त्यसलाई त्यसको जवाफ पनि अहिले आउला प्रश्नोत्तर मैले दिउँला। र त्यस टोलबाट बजेट चाहिँ हामीले बाँडेको बजेट त्यस टोलको सबभन्दा प्राथमिकतामा त्यही टोलले 1-2-3 गरेर ल्याउने हो र 1-2-3 मा पर्ने हो, कहिले पनि त्यो 1-2-3 मा नपर्ने। र अहिले मैले टोल विकासको अध्यक्ष अब तुलसीजी यहाँ आउनु भएको छैन, उहाँलाई मैले बजेट बनाउने क्रममै त्यो चाहिँ ठुलो बनाउनु पर्नेछ, कलभर्ट बनाउनु पर्नेछ, त्यहाँ त्यसरी 1 नम्बरमा हालेर ल्याउनुहोस् भनेर मैले पहिले बजेट उहाँहरू भेला बस्नुभन्दा अगाडि मैले भनेर, तर 3 नम्बरमा आएको छ। 3 नम्बरमा आए पनि त्यसलाई 2 लाख विनियोजन भएको छ। अब त्यो काम हुन्छ, तर चाहिँ हाम्रो जिम्मेवारीता हाम्रो नैतिकता कहाँ छ के छ भन्ने कुरो बुझ्न सकेको छैन। जे होस् हामी सबै कुरा हामीले एक एक पाइला पाइलाले हामी नापेका छौँ र हामी काम गरेका छौँ। हामी जवाफ दिने ठाउँ छ, हामी ढुक्कसँग बसेका छौँ। हस्, धन्यवाद। म लक्ष्मी विश्वकर्मा म्याडमसँग आउँछु। अनिल काम गर्न नसकेर हो कि अरू तपाईँको चाहिँ बिरामी भएर हो भनिदिनुहोस् न। मेरो चाहिँ स्वास्थ्य अवस्था आज मलाई सन्चो नभएको भएर मेरो प्रेसर लो भएर एकदम 80-60 नभएको भएर म नसक्ने भएर यो कार्यक्रमलाई विशेष यो कार्यक्रम भएको भएर मात्र उपस्थित भएको, नभए म मेरो स्वास्थ्य अवस्था म सुतिरहेको हिजोबाट हिजो साँझबाट 81 मलाई त्यस्तो भएर ओडाबाट म अलिक चाँडै निस्केको हो। हजुर, के पनि हो त्यस्तो गर्न नसकेर गरेर होइन, मेरो आफ्नै स्वास्थ्य कहिले होइन, मानव हो। अनुहार बनिल देखेँ, त्यही भएर कतै 4 वर्ष भइसक्यो काम गर्न सकिएन कि भन्ने त्यो पिर चाहिँ अनुहारमा देखिन्छ कि भन्ने। मेरो स्वास्थ्य अवस्था तपाईँलाई यो हुन त अघिल्लो कार्यकालमा पनि हुनुभयो, यो 4 वर्षको काम गराइको दौरान होइन, काम गर्ने सिलसिला सबै कुराहरू जनताका काम त गरिरहनु भएको छ, आफैलाई चित्त बुझाएको छ कि बुझाएको छैन? गर्न सकिएको छ भने जति जनताका काम भएको छ? अब धन्यवाद प्रश्नको लागि प्रकाश सर। हाम्रो चाहना जनप्रतिनिधि तथा टोल विकास हाम्रा जनताका चाहना त धेरै हुन्छ, असीमित हुन्छन्। हामीले यिनी सबै आफूले देखेका कामहरू बाटाघाटा पुल उपलौसादेखि लिएर हरेक कार्यक्रम हरेक कामहरू हामीले गर्न पाए हुन्थ्यो, जनताका समस्या समाधान गर्न पाए हुन्थ्यो, एकदमै मनमा हुन्छ। तर के गर्नु, सीमित छ बजेट, त्यही बजेटलाई 15वटा टोल विकासहरू छन्। अब त्यहाँदेखि भौतिकदेखि लिएर अब मानवीय सबै गर्न परेको हुन्छ, हामीले बजेटहरू विनियोजित गर्नु परेको हुन्छ। त्यसो हुँदाखेरि लाग्छ हामीले काम गरिरहेका छौँ, गरेका छौँ, जति बजेट आएको छ त्यसैमा सीमित भएर काम गर्नु परेको हुँदाखेरि चाहना त हुन्छ नि कति धेरै बजेट बढ्दिए हुन्थ्यो, सङ्घबाट आइदियो त प्रदेशबाट पालिकाबाट वडाको बजेट बढिदिए हुन्थ्यो, त्यो त हुन्छ। तर पनि जति आएको छ त्यसैलाई नै आत्मसन्तुष्टि गर्दै जहाँ जहाँ अति आवश्यक हामीले गर्नुपर्ने कामहरू चाहिँ त्यसलाई गरिरहेका छौँ। आफ्नो कामबाट चित्त चाहिँ बुझाएको छ, जनताका काम गर्न सकिएको छ, जति चाहिँ स्रोत हो त्यसका आधारमा काम भएको छ भन्ने हो। तर अझै गर्न पाए, अझै जनताका कामहरू हामीले देखेका चिजहरू, हामीले देखेका ती कामहरू अझै हामीले सोचेका बाटोघाटोमा हिँड्दाखेरि ती कामहरू सबै सम्पन्न गर्न पाए कस्तो हुन्थ्यो जस्तो हुन्छ। तर पनि
जति बजेट आएको छ मैले भने त्यसलाई चाहिँ हामीले प्राथमिकता आधारमा राखेर काम गरेका छौँ। हस्, धेरै धेरै धन्यवाद छ।